सो गाइज केटाहरूको होइन पारा यस्तै छ क्या फेरि होइन पारा हाम्रो ग्याङहरू होइन ठिक छ ल ल ल के बोल्न मन छ तपाईँलाई अनि ल यता हेरौँ त तपाईँ अरे बेटे तुझे थकान नहीं लग रही क्या के छ तपाईँको प्लान लेडिज एन्ड जेन्टलम्यान भनौँ के छ विचारहरू काम गर्ने हो बास छुट्टी गर्ने हो हजुर बस्ने हो अनि लद्दाखको भ्यू हेर्ने हो र ल ठिक छ के कस्तो खालको काम गर्नुहुन्छ तपाईँ म त पुरा पलस्टर हान्छु नहीं तू समझा नहीं समझ रहे हो आप समझ रहे हो मिस्त्री बनाएको घर मैले त्यो हो नि त ल गाइज हामी चाहिँ त्यही काम गर्छौँ होइन मतलब चुटिया काटने का काम है ल हाम्रो दाइ होइन यो ल हाम्रो ग्याङ के छ तपाईँको विचार हाम्रो हुड। प्लान तीजमा त यहाँ दुजो रमाइलो सो तपाईँको सो इन्टरभ्यू दिनु न त या आइएम ऱ्यापर आइएम रिटर्न यो पारा हल्का साइक दिन बढ्नु त होइन रुको जरा सबर करो यस्तै हो नि त पारा मान्छे हेर्दा चाहिँ खतरा हुनुहुन्छ होइन बक्स हान्त कौन है ये लोग कहाँ से आते हैं पारा पारा यो यो हाम्रो ग्याङ यस्तो यो ग्याङ भित्र नगर ल्याङ ब्याल छैन हम्बरले हान्छु तेरो टाउको फुटाइहालिदिन्छु मरो स्वाग यस्तो यो मेरो प्यारा नोटङ्की चाल तेरो रन्डी जस्तो नदेखा दारा मुजिस जाँठा यस्तो यो मेरो प्यारा अरे तुम्हारी खोपड़ी में भेजा है कि भजिया है यस्तो यो मेरो प्यारा हान्छु चाक माथि भाटा कटाइदिन्छु डारा मुजी जाँठा नाङ्गो नाङ्गो ढाड माथि तेर्थे दिन्छु खोडा पहले ही फैसला कर ले ये 50 शेड्स ऑफ बकचोदी मुझे समझ में नहीं आ रही है क्या 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 चाहिए क्या किस चीज की जरूरत है तुझे च्याङ्गो च्याङ्गो दाइहरू तैँले पनि बोला मेरो केडाहरू खतरा छ यार आउँदैछन् राजेश हमाल यो यस्तो यो हाम्रो पारा होइन सब केटाहरू ऱ्यापर छ होइन कोही बिट बक्स कोही ऱ्यापर चिल छ अनि साइक पनि खतरा छ मेरो होइन यो हो नि त प्यारी समझ गई अहिले हामी चाहिँ होइन कामबाट अब छुट्टी गरेर चाहिँ अब रुमतिर जाँदैछौँ होइन इसकी गारंटी मैं नहीं दे सकता के गर्नु यस्तै छ होइन हाम्रो ग्याङहरू चाहिँ होइन गर्नै छ होइन सो गाइज अब होइन हामी चाहिँ अब हात खुट्टा धुने क्रम भइरहेछ होइन हात खुट्टा धुनु होइन पानी चाहिँ तातो रहेछ अनि दिनभरि चर्को घाममा काम गरेर होइन केटाहरू थाकिरहेको छ है यस्तो भइरहेको छ केटाको हालत चाहिँ यहाँ म चाहिँ अब पारामा हल्का सहायकमा हो नि त हामी त होइन बाथरुम पनि तीनवटा छ गाइज होइन जतिवटा बाथरुममा नुहाउने धुवाउने कपडा सपडा इनफ छ होइन सो हात धुने सम्पर्क गर्नु है नौलो पनि मिल्छ दामी छ नि सब फेसिलिटी छ गाइज होइन 5 दिनको यहाँको पर भिजाउ धुन पाएन त्यति हो यहाँको बाल छ ल यताको हालत हेरौँ न त अब के छ तपाईँको के विचार छ हात खुट्टा नधुने अनि प्योर नेपाली हो म नेपालको झन्डा केटाहरू सब मैले नयाँ नयाँ कुरा लिएर आइसकेको छु तपाईँहरूको माझ हाम्रो सुशान्त अप्लाई को च्यानलमा गएर सब्स्क्राइब गर्नु होला कृपया
हामी नेपालीको मेहनत कस्तो गाह्रो हुन्छ भन्ने सबैले बुझ्नु भएको होला। सुशान्त अबलाई च्यानलमा युट्युब च्यानलमा गएर लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला, सब्सक्राइब गर्न नभुल्नु होला। लाइकको बटन